Hello everyone, good morning सबैजनालाई वेलकम टु माई मिनी ब्लग। सो तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै छु है। र आज चाहिँ हामी फेरि हस्पिटल जान आँटेको छु है। हस्पिटल चाहिँ किन भन्दाखेरि चाहिँ मेरो नानीको नि कफ चाहिँ अस्ति 1 विक जस्तो भइसक्यो। अन्त जाति भएन नि त, मैले चाहिँ उसलाई घरमै होम रेमेडी अब केहरू गरेर मैले जाति हुन्छ होला भनेको थिएँ, तर जाति नै भएन होइन। अन्त कफहरू चाहिँ पुरा अझै उयो भयो नि त। अन्त मलाई फेरि घरमा राखेर उयो गर्नु चाहिँ डर लाग्यो होइन। सो आज चाहिँ हामी जाँदैछु हो। अन्त हामी रेडी भइसकेको छ। काव्य चाहिँ हेलो हेलो भनिदेऊ, हाई भनिदेऊ न, जय गरिदेऊ, जुवा जुवा गरिदेऊ, छिटो जुवा, छिटो छिटो जुवा। ए फ्लाइङ किस दिएको, जुवा पनि गरिदिनुहोस् न। अन्त जुवा गरिदिनुहोस् न, जुवा जुवा गरिदिनु, छिटो जुवा। अब चाहिँ टिभी हेर्दैछ नि त। एकछिन अब दिदीहरू ननिक्लिन्जेलसम्म चाहिँ अब हामी एकछिन घरमै यहाँ बसेछु। सो के हुन्छ कसो हुन्छ हेर्दै गर्नुहोस् होला। बाई बाई। यता आउन नचलाउ न, उसले चाहिँ क्यामेरा उयो देख्नु हुँदैन नि त हो, पुरिहाल्छ। नो 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 नानी नो, ममा पिटी गर्छु। तिमी आफ्नो हेर न टिभी। अस्तितिर चाहिँ जुत्ता लाउनु मान्थेन कि, आजकल चाहिँ मान्छ उसलाई गाई लाँदैछु भनेर चाहिँ भएर होला, चुप्प लागेर बस। नानीहरू कस्तो छिटो बढ्छ हेर्नु न। यो जुत्ता अस्ति किनेको सानो भइहाल्यो। ए अब यहाँ हाल्यो। बाई बाई भनिदेऊ, बाई भनिदेऊ। के भयो तिमी, बाई भनिदेऊ न, see you भनिदेऊ न, बाई भनिदिनु न। यता हेर त, यहाँ हेर त, फोनमा हेर त नानी। बाई, see you। फ्लाइङ किस देऊ न, गरिदेऊ न। हुन्छ गाइस, अहिले भेट्छु ल। अन्त हामी चाहिँ पुग्यौँ हस्पिटल है। र हस्पिटल पुग्दाखेरि चाहिँ हामी चाहिँ छिटो छिटो आएको थियो भरे त लाइन त यति लामो रहेछ हो। तर पनि लाइनमा बसेर नानीलाई डक्टर देखाएँ। त्यहाँबाट घरमा आएर चाहिँ फेरि हतार हतार गुन्द्रुकको झोल बनाएँ आलु हालेर। अन्त चाहिँ मैले दिदीलाई दिनुको लागि निकाल्दैछु। र मलाई चाहिँ गुन्द्रुकको झोल र आलु चाहिँ पुरा मनपर्छ होइन, छिटो अनि मिठो। अन्त आज चाहिँ त्यही खाऊँ ल भनेर गुन्द्रुकको झोल र आलु बनाएँ होइन। गरम पनि पुरा थियो नि त, सो गरममा चाहिँ मलाई मनपर्छ। फेरि यहाँ चाहिँ मैले